एउटा गाउँमा दुईजना बुढाबुढी बस्छन्। उनीहरूको भर्खरै बिहे भएको छ र बुढी माइत जान मन गरेकी छिन्। मलाई त माइत जान मन लाग्यो। ओह, जाउँ बुढा, दुवैजना मिलेर। म पनि जाने र? जान हिँड्नु, हजुरकै ससुराली त हो नि। कसैले के लैजाने हो त बुढी? त्यसो भए यहीँ खसी छ नि, यहीँ लिएर जाउँ। बाटो टाढा छ, रात पर्छ, अलि छिटो जाउँ है। हुन्छ बुढा। ए बुढी, यो खसी त हिँडेन, के अलि धपाउन? माने पो बुढा, हैरान कटायो। बुढी, यो खसी त हिँडेन, अब यहीँ काटौँ र आधा आधा बोकेर जाउँ। हुन्छ नि त। उनीहरूले खसी त्यही काट्छन् र सफा गर्छन्। जिउ बुढोले बोकेको हुन्छ र बुढीले भुँडी बोकेको हुन्छ। उनीहरू एउटै गाउँमा पुग्छन् र हिँडिरहेका हुन्छन्। बुढी अलि पछि हिँड्छे। बुढाले जिउ बोकेको कारण हलुङ्गो हुन्छ र ऊ छिटो हिँड्छ, तर बुढीलाई भुँडी गाह्रो हुन्छ, त्यसैले ऊ बिस्तारै पछि हिँड्छे। हजुर, नमस्कार जमाई। राजा आरामै। अनि ज्वाइँ साहब, छोरी आइन? तपाईँको छोरीलाई भुँडी बोकाइदिएको छु नि, आउँदै होली बिस्तारै।